ध्यान छ। म दुखी छु भने मेरो ध्यान कहाँ छ त? नेगेटिभ कुरामा ध्यान छ। एकचोटि ध्यान दिएर सोच्नुहोस् त, म दुखी गरेर बसेको छु भने मेरो दिमागमा नेगेटिभ कुरा घुमिरहेको हुन्छ। मेरो फोकसै त्यता छ। तर जब म फुर्ती लाएर हिँड्छु नि गरेर यसरी हिँडिरहँदा सबै पोजिटिभ कुरामा मात्रै मेरो ध्यान गइरहेको हुन्छ। त्यसकारण मलाई दुखी बनाउने सुखी बनाउने दुनियाँ होइन, धन होइन, पद होइन, प्रतिष्ठा होइन, मेरो दृष्टिकोणले मलाई दुखी बनाउँछ, मेरो दृष्टिकोणले नै मलाई सुखी बनाउँछ। फेरि पनि बुझ्नुहोस्, मलाई दुखी बनाउने, मलाई सुखी बनाउने संसार होइन, दृष्टिकोण। त्यसकारण दृष्टिकोण बदल्न जाने भने जिन्दगी बदलिन्छ। पोइन्ट टु बी नोटेड। जिन्दगी गाह्रो होइन, गाह्रो तपाईँ हामीले बनाएको। दृष्टिकोण फेरियो भने जिन्दगी फेरिन्छ। यहाँ म पीडामा किन छु भन्नाले मेरो दृष्टिकोण नेगेटिभमा केन्द्रित छ। अनि जुन बेला म पोजिटिभमा केन्द्रित हुन्छु, सक्यो कुरा। त्यसकारण जिन्दगी हामीले सोचे जस्तो गाह्रो कुरा होइन, गाह्रो त हामीले नेगेटिभ बाटोमा ध्यान केन्द्रित गरेको।